ग्रह शान्ति यज्ञका निमन्त्रणाले हैरान बनाए उसलाई। कहिलेकाहीँ त एक ठाउँ मात्र होइन, दुई ठाउँ पनि होइन, 3-4 ठाउँ पुगिदिनै पर्छ। त्यही धपेडीले हिजो आज शान्ति साह्रै दुख लागेको छ। ऊ नगए वेद मन्त्रका लाटा रिचाहरू रिसाउँछन् उसँग, अन्धो भजन कीर्तन रिसाउँछन्, शङ्ख घन्टी बाजा गाजा सबै खुलेर चुपचाप बस्छन्। भक्ति पसलमा रक्सी पिएर लट्ठु भएकाहरूले फेरि लट्ठु भएकाहरूको कसले सुनिदिनु फेरि भाषण। त्यसैले यहाँ एकत्रित सबै बाहिरेर रिसाउँछन् उसँग। र शान्तिले आजकल फिर्नै पाएकी छैन शान्तिको सास। म ईश्वरले पनि गर्न नसक्ने कार्य गर्न सक्दिन। बस मेरो मनलाई म शान्तिको पछि पछि यता र उता कुद्न दिदिन। यही हो अमर कृति, जसलाई सायद मैले परिचय गराइरहन नपर्ला। तथापि यस कार्यक्रममा मलाई उहाँको किताबमाथि केही राखिदिन भनेर निमन्त्रणा गरिएको छ। यसलाई स्वीकार गर्दै आजको कार्यक्रममा सभाध्यक्षता गरिरहनुभएका आदरणीय कवि श्रद्धेय जीवन बान्तवा महोदयलाई सम्बोधनमा राख्दै, त्यसरी नै वरिष्ठ साहित्यकार जसको छहारीमा हामी सबैले साहित्य के हो बुझ्न हेर्न पाइरहेछौँ, कविवर मनप्रसाद सुब्बा उहाँलाई सम्बोधनमा राख्दै, त्यसरी नै विशिष्ट चित्रकार आदरणीय हेमु राई महोदय, गीतकार श्रद्धेय सबैका प्रिय पनि अनि अत्यन्तै लोकप्रिय पनि आदरणीय पुरन गिरी महोदय, कथा लेखनमा एउटा नयाँ टेक्निक लिएर सबैलाई आह्लादित बनाउने, कवितामा पनि उस्तै बेजोड हामीलाई एउटा अभिभावक पनि दिइरहनुभएका आदरणीय उदय थुलुङ सर, त्यसरी नै आदरणीय जसले सम्पादन क्षेत्रमा अनि नेपाली साहित्यका अत्यन्त उज्जवल ताराहरूलाई हामीले पठन पाठनको निम्ति सङ्कलित गर्नुपर्छ, उहाँहरूलाई अध्ययन अध्यापनको निम्ति सामग्रीलाई विशेष रूपमा अघि ल्याइदिनुपर्छ भन्ने, अनि हामीसँग शब्दको समेतलाई पनि उहाँले आफ्नो विशेष दृष्टिबाट हामीलाई उर्दूका शब्दकोशहरू समेत तयार पारिदिनुहुने लगनशील आदरणीय हाम्रा अभिभावक विजय कुमार सर, अनि अहिले प्रेमको कविता सुनाउनु हुने सक्रिय दिदी योगिता राई लगायत यहाँ उपस्थित हुने मेरा अति प्रिय दाजु मिलन बान्तवा, अमर कृति जस्ता सर्जकका पिता, अनि सम्पूर्ण यहाँ उपस्थित अत्यन्तै सक्रिय युवाहरू जसले सक्रियतापूर्वक साहित्यलाई हेरिरहनु भएको छ, अनि विशेष गरी पत्रकारिता सँगसँगै आफ्नो साहित्य लेखनमा सधैँ सक्रिय रहने अनि हामी युवाहरूलाई सधैँ हात दिने आदरणीय दिदी सविता सङ्कल्पलाई सम्बोधनमा राख्दछु। विशेष मैले यो कृतिलाई गुमनाम इडिपस भनेर लेखिएको हुँदा पहिलो यो नामै के रहेछ भन्ने लाग्यो, अनि मैले हेर्दै जाँदाखेरि यो गुमनाम इडिपस भन्ने एउटा कविता हेरेँ, मलाई लाग्यो गुमनाम इडिपस एउटा सबर्डनाइज पात्र, श्रद्धेय मनप्रसाद सरको शब्दमा हो भने त्यो किनारीकृत पात्रलाई लिएर अमर कृतिले कविता लेखिएको रहेछ। विशेष त्यो हवाई जहाजको एउटा बिम्ब दिएको रहेछ, जसले हवाई जहाज बनाउँछ उसले हवाई जहाज नै चढ्दैन। त्यहाँबाट सुरु गरेको यो कविताले त पछि गएर हेर्दै हेर्दै जाँदा त यति बिघ्न भारत जस्तो एउटा कृषि प्रधान देशमा कृषि जस्तो आन्दोलनमा लागेका कृषिहरू, चियाबारीका श्रमिकहरू, उलाइनबारीका श्रमिकहरू सबैलाई प्रतिनिधित्व गर्न सक्ने पात्रलाई खडा गरेका रहेछन्। मैले त्यो कुरोलाई हेर्दै जाँदाखेरि ऊ शोषित हुनु, ऊ अवहेलित हुनु, ऊ लाञ्छित हुनु, अथवा ऊ काहीँ न काहीँ सबल्टनाइज भइरहनु, ऊ एउटा मनस्थितिलाई यति थोरै भित्र यति धेरै लेख्न सक्ने कवि देखेपछि म पनि पर्सिएँ एक किसिमले। ला मलाई बोल्नु भनेको छ अनि म भोलि बोल्नुपर्ने, आज मात्रै किताब खोल्दैछु। मलाई यो कविताले यति साह्रो छोइदियो कि अन्तिममा गएर कविले फूलको प्रतीक दिएका रहेछन्, अथवा श्रमिक नभए केही पनि हुँदैन, सम्पूर्ण कुरो चल्छ, श्रमिकले गर्दा चल्छ उसको, तर श्रमको मूल्य के छ त्यो प्रश्न चाहिँ उनले परोक्ष राखेका छन्, प्रत्यक्ष उनीमा छैन। अनि अन्तिममा गएर इडिपस त एउटा उनले प्रस्तुत गरेको त्यो
प्रसङ्ग मात्र रहेछ, इडिपससँग तुलना गरेका रहेछन्। उनको यो सिप देखेर म लट्ठै परेँ, म छक्कै परेँ। अनि मैले यसो हेरेँ, अरे 24 वर्षको युवाले लेख्दै गरेको कविता मलाई लागेको थियो अलिकति रमाउन अर्कै किसिमले पाइन्छ होला, अर्कै किसिमले रोमान्टिक हुन पाइन्छ होला, रोमान्चिक हुन पाइन्छ होला। यो कविताले म अर्कै ठाउँमा मलाई अर्कै किसिमले प्रस्तुत हुन्छ होला भन्ने। तर मलाई यसो हेरेँ, होइन यो 40 नागिसकेको व्यक्तिले लेखेको हो क्या, अथवा यसो भनौँ अमर कृतिलाई नदेख्ने कोही पनि उसको कविता पढ्छ भने अमर कृति भन्ने साथ उनको लागि यो 24 वर्ष केटोले लेखेको भन्ने नभएर उसको मानसिकतामा त्यो बिम्ब चाहिँ यो एउटा 40 नागिसकेको एउटा युवाले परिपक्व अवस्थामा आएर लेखेको कविता हो भन्ने उसलाई भान हुन्छ। त्यसै त त्यो अघिको कवितालाई पनि जुन इडिपस भन्यो त्यो कवितालाई त्यो हामीले हेऱ्यौँ भने उत्तर उपनिवेशवादी दृष्टिले अध्ययन गर्न सक्यो। यो एउटा श्रमिकहरूको प्रसङ्ग आएको छ, मार्क्सवादी दृष्टिले अध्ययन गर्न सक्यो। उनले यो अवकाशहरू पनि अत्यन्तै प्रस्तुत गर्दै गएका छन्। तर एउटा कुरो के रहेछ भन्दा उनको कवितामा एउटा विशेषता चाहिँ के लिएर आएको रहेछन् भन्दा उनी प्रेमकै कविता लेख्दा पनि प्रेमिल मात्रै भइरहन सक्दैनन्, प्रेमिकालाई पनि काम दिइराख्छन् उनी। उनको त्यो किसिमको छ। उनी कुनै कवितामा जीवनलाई अध्ययन गर्दा दार्शनिक मात्रै पनि भइरहन सक्दैनन्, अथवा उनी जीवनवादी मात्रै पनि भइरहन सक्दैनन्। उनको त्यो कवितासँग थुप्रै कुरो जोडिएर आउँदो नै रहेछ। अनि अन्तमा जुन उनले निष्कर्ष प्रस्तुत गर्छन् त्यो हामीलाई एक किसिमले आख्यान पढ्दा अन्तमा भएको बोध हुँदो रहेछ। अनि धेरैजनाले हुन त यो कृतिमाथि आदरणीय जीवन बान्तवा महोदयले लेखिसक्नु भएको छ, प्रवीण खालिङ जस्ता सर्जकले लेखिसक्नु भएको छ, प्राध्यापक निमा निचीले आफ्नो मन्तव्य दिइरहनु भएको छ। उहाँहरूले छोडेका कुराहरू मात्रै एक दुईवटा कुराहरू म भन्न चाहन्छु। उहाँहरूले प्रस्तुत गरेको प्रवीण जुमेलीले लेख्नु भएको छ, उहाँहरूले छोडेका दुई चारवटा कुराहरू म प्रस्तुत गर्न चाहन्छु। सबैले उहाँलाई संवेदनशील कवि भनिदिनु भएको रहेछ। कवितामा संवेदना त आवश्यक नै हो। मनप्रसाद सरले नै कवितालाई परिभाषा दिनुभयो भने संवेदना र चेतनाको आधारमा नै कतै कवितालाई परिभाषित गर्ने एउटा प्रयत्न गर्नुभएको छ। त्यो झन्डै उहाँले किनारीकरणको लेखनको एउटा सैद्धान्तिक आधार निर्माण गर्दाखेरि त्यो प्रस्तुत गर्नुभएको। त्यसरी हेर्दा संवेदना त व्यक्त हुन्छ नै हुन्छ, तर यिनलाई छोइरहने, यिनलाई त्यो बनाइरहने कहीँ न कहीँ जीवन बोधले रहेछ। अनि यिनीसँग जोडिएर आउने चाहिँ अस्तित्व चेतना र विसङ्गति चेतना चाहिँ यिनीसँग दुइटै जोडिएर आउँदो रहेछ। त्यो कवितासँग यिनीसँग जोडेर आउँदो रहेछ। शैली पनि फेरि त्यस्तै किसिमको छ, विषय जस्तै कतै रोमान्टिक पाइन्छ, कतै प्रयोगवादी लाग्छ उनलाई। उनको प्रस्तुतिकरणहरू पनि फेरि कतै कतै त झन्डै त्यो चित्र भाषाहरू त्यो आइएमएलीबाट ताने जस्तो झन्डै झन्डै घनत्ववादीहरूले प्रस्तुत गरेको जस्तो, कतै फेरि एकदमै समकालीन लेखकहरूले भन्दै गरे जस्तो एकदम सहज वृत्तिमा प्रस्तुत गरे जस्तो। यसरी हेर्दा अमर कृतिले आफ्ना धेरै समय अघिदेखिका अग्रजहरूका कविताहरू पठन गरी त्योबाट धेरै आफूले लाभ चाहिँ प्राप्त गरेका रहेछन्। त्यो कुरो ग्रहण गर्न सक्ने क्षमता उनको सबैभन्दा विशेष हो भन्ने मलाई लाग्यो। संरचनालाई पनि विविध रूपमा प्रस्तुत गरौँ उनको लाग्छ। हावाको झोकाहरूले छोडिनमा पनि जीवनको एउटा स्वाद रहेछ। म घरिघरि छोइन्छु हावाको झोकामा। यहाँ प्रगीतात्मक दिइरहेको मान्छे फेरि तल गएर के भन्छन् भन्दा मलाई उज्यालोले हात मात्र दियो, थामिनलाई जीवन, थामिन भित्तामा एउटा, थामिनलाई भित्ता होइन बाटो हो भनिराखेर एउटा लङ्गडो पागल वैशाखीले मलाई घचेड्दै ओह्रालो कुदियो। यहाँ हामी फेरि आख्यान जस्तो पाउँछौँ, आख्यानात्मक संरचना छ। अनि कतै एकालापीय नाटक जस्तो नाटकीय संरचनाहरू पनि कतै प्रस्तुत गर्न चाहँदछन्। तिमी मलाई सधैँ एउटा प्रश्नको झटारो हानिबस्छ, म तिमीलाई कति प्रेम गर्छु, म जहिले पनि अचल रहन्छु भन्दा रहेछ। मलाई एउटा कुरो मन परेको चाहिँ यिनकोमा शब्दलाई अथवा शाब्दिक मितव्ययिता चाहिँ सबैभन्दा यिनले पक्रेको विशेषता लाग्यो। अथवा शब्दलाई हामीले कति खर्च गर्नु, कति मात्र शब्दलाई नचलाउनु, अथवा पुनरावृत्ति गर्ने ठाउँमा कहाँ गर्नु, अथवा त्यसलाई ध्वन्यात्मक स्वरूप दिनु, फेरि अलङ्कारिक बनाउनुको लागि कसरी प्रस्तुत गर्नु भन्ने कुरोमा यिनमा त्यो प्रबलता देखा परेको छ। अनि अर्को कुरो चाहिँ व्यङ्ग चाहिँ यिनको तीव्र छ।
यिनले व्यङ्ग दिन पायो भने चाहिँ उफ्री उफ्री नै व्यङ्ग दिने हो। स्वादिलो तरिकामा व्यङ्ग दिँदाखेरि यिनले एउटा भनेका रहेछन्, ढुङ्गाले मुन्दुम बुझे पो थाहा पाउँछ पानी बोलेको हो कि आफै भुलाएको हो। एउटा त शीर्षक नै जन भनेका रहेछन्, अनि त्यसको कोषभित्र चाहिँ तु राखेका रहेछन्, जन्तु प्रिय जन्तुहरू भनेका रहेछन्। त्यो आफ्नोहरूलाई कसरी चाहिँ एक किसिमले गाली पनि दिनु, सुझाउ पनि दिनु। एकपट्टि कविको के अरे व्यङ्गकारिताले कविको कर्तव्य पनि निर्वाह गर्छन्, अनि आफू एउटा सचेत युवा हुनुको कारणले आफूले दृष्टि गरेको, आफूले बोध गरेका कुराहरूलाई उनी देखाउन पनि चाहन्छन्। त्यस्तै अर्को कविता रहेछ, तपाईँले कुनै पतिद्वारा पत्नी बलात्कृत भएको खबर सुन्नुभएको छ? किनकि गति छाडेकाहरू कहिले बलात्कृत हुँदैनन्, किनकि गति छाडाहरू कहिले पनि बलात्कार गर्दैनन्। यस्तो किसिमले उनले कता कता निकै यो गर्दै गयो भने सोझै यसरी व्यङ्ग पनि प्रशस्त दिएका छन्। त्यस्तै एउटा मलाई यो पनि उनले सोझो भाषामा व्यङ्ग गरेको मन पर्यो। मान्छेले पशु जन्माएको देख्दैछु र ती जन्मेका पशुहरू जति छन् सबैले भविष्यमा हामीले चाहिँ मान्छे नै जन्माउनु पर्छ भन्दैछन् भनेका रहेछन्। यसरी अब यतिसम्म पनि उनी पुगेर पशुको संज्ञासम्म पनि दिएर उनले के अरे व्यङ्ग दिएका छन्। विशेष गरी मूर्त बिम्बहरू त आफ्नो गति र वृत्ति दिनलाई उनले प्रयुक्त गर्दै आएका नै छन्, तर अमूर्त बिम्बहरू पनि त्यसरी प्रयोग गरेका छन्। मेरो सत्वको टाउकोमाथि खुम्चेर त्यो रहन्छ। एक ठाउँ त ढुङ्गाका नसाहरू पनि भनेका रहेछन्, त्यो मजा पनि लाग्यो मलाई। सांस्कृतिक बिम्बहरू पर्याप्त रूपमा पाइन्छ उसकोमा। मेरो ओरिजिनल आलेखको थुतुरीले मूर्तिको कलात्मकतामा थोप्न बिर्सिएको चलमल बताएको छ। मेरो नामको जोखाना उज्यालै उज्यालोको अन्धकारमा खसाली पठाउँछु आफैले। एउटा त्यस्तै एउटा यो मलाई मन परेको थियो। रेनेसाको आत्मघारी फेदाङमा आउला नि त कुनै दिन, र कहला हामीलाई मध्यरातमा ढ्याङ्ग्रो ठटाउँदै खोला नाला सात सिमाना जङ्गल बाटो र आकाशको ऐतिहासिक मुन्नुन र खुलिएला हाम्रा आँखा अघि आफ्नै अनुहारको मिरमिरे। विश्वासले पनि सास फेर्ला त्यसछन् यहाँ जो गीत जुनै आए पनि कान चिरिएको। यो एकदमै उहाँको प्रस्तुतिकरण मलाई लाग्यो। तर एउटा क्वेसन पनि मलाई, प्रश्न पनि आयो, यसरी फेदाङमालाई चाहिँ त्यो बाटो देखाउने, त्यो हामीलाई दिशा दिने अग्रजको रूपमा अथवा त्यो एउटा हामीले एउटा आराध्यको रूपमा लिएर फेरि जोगीलाई चाहिँ यिनले किन त्यति तल खसालेका होलान् भन्ने पनि लाग्यो। मैले यो कुरा भनेको चाहिँ मैले सांस्कृतिक पक्षबाट यो कुरा गरेँ भन्नाले नै यो पक्ष सांस्कृतिक दृष्टिकोणले नै हेरेको हुँ। तर यसको प्रतीकात्मक रूपमा जुन उनले अर्थ दिएका छन् त्यो अर्थले भने कवितामा गम्भीरता वहन गरेको नै छ। सक्दो प्रतीकहरू पनि प्रयोग गरेका नै छन्। अनि पूर्व र पश्चिम दुवै क्षेत्रबाट यिनले मिथकहरू ल्याएका छन्। यो अझ त्यो आख्यानबाट, इतिहासबाट, अनि सामाजिक क्षेत्रका अथवा आख्यानका पात्रहरूलाई पनि यिनले प्रयोग गर्दै गएका छन्। त्यसको तत्त्वगत संयोजन जुन उनकोमा छ त्यो एउटा विशिष्ट किसिमले नै आएको छ। एउटा कविता मलाई असाध्यै मन परेको चाहिँ तत् भन्ने कविता सुरुमै राखेका रहेछन्। त्यो कवितालाई राम्रोसँग हेर्यो भने त्यो कविता खासमा जलचक्र मात्रै हो। सामान्य दृष्टिकोणले हेर्नेको लागि त्यो कविता जलचक्र मात्रै हो। त्यो कवितामा तर जललाई जुन प्रकारले प्रयोग गरेका छन् त्यो विशिष्ट किसिमको छ। एउटा भारतीय दर्शनलाई बुझेर, भारतीय जीवनलाई पनि गम्भीरतापूर्वक हेरेर, त्यो दृष्टिकोणबाट भिजेर स्वबोधनलाई पो उनले इङ्गित गरेका रहेछन् भन्ने अन्तिममा पुगेपछि मलाई थाहा भयो। यसरी जीवनलाई गम्भीरतापूर्वक हेर्नु साँच्चीकै विशिष्टता हो। अनि उनले अन्तिममा गएर यसरी चित्र प्रस्तुत गरिदिएका छन् कि त्यो स्व भन्ने आत्मबोधनको आरोह अवरोह चाहिँ एउटा व्यक्तिले आफैले नै अनुभूत गर्छ। ऊ स्वयं त्यसको प्रक्रियामा ऊ संलग्न रहन्छ। त्यो कुरोलाई यिनले पानीको त्यो जल प्रवाहबाट यति सुन्दर ढङ्गमा व्यक्त गरेका छन्। त्यो कविता पढेपछि हामी उनलाई स्याल्युट अमर कृति नभनी सकिँदैन। त्यो अन्तिममा गएर तर अपारिभाषीय छ। त्यो स्वबोधन नै अपारिभाषीय छ, अव्यक्त छ। त्यो कुरोलाई यिनले कविताबाट व्यक्त गर्न सक्छन्। वास्तवमा यो एउटा अनुभूतिमय प्रज्ञा कविमा त्यसरी पनि आउँदो रहेछ। हुन त कल्पनाले पनि प्रज्ञा दिन्छ भनिएको छ, तर उनमा जुन यो प्रज्ञा छ त्यो प्रज्ञाको हामीले साँच्चै उनमा यो हामीले प्रशंसा गर्नैपर्छ भन्ने मलाई लागेको छ। यिनलाई सधैँ सामाजिक विशृङ्खलताले पनि घरिघरि संवेदनशील बनाइरहन्छ। यिनलाई घरिघरि व्यङ्ग कसिरहन पनि मन परिरहन्छ।
मलाई एक दुईवटा मन परेका यिनका पङ्क्तिहरू मध्येमा भगवानले भनेको भाले मुङ्ग्रो हो, जोसँग टाँसियो त्यसैसँग रङ फेर्छ। भगवानलाई त हामीले त भगवान भन्ने साथ त्यो हामीलाई जुन पूर्वाग्रह हुन्छ त्यसले आराध्य बनाइहाल्छ। यिनले भगवानलाई पनि भाले मुङ्ग्रोको प्रतीक दिन्छन् अनि यसरी प्रस्तुत गर्छन्। त्यो यो राम्रोसँग बुझ्दाखेरि उनले एउटा हाम्रो सांस्कृतिक पक्षलाई अथवा हाम्रो स्थानिकलाई अथवा हाम्रो आफ्नो जातीय विचारलाई मात्रै नहेरेर एउटा समग्र एउटा समुदायको विचारलाई पनि अङ्गीकार गरेर हेरेका रहेछन्। अथवा यसो भनौँ वैश्विक कुराहरू पनि यिनीसँग आफै टाँसिएर यसरी आउँदो रहेछ। अझै श्रद्धेय मनप्रसाद सरकै सैद्धान्तिक आधारहरूमा हो भने उहाँले वैस्थानिक भन्ने शब्द किनारीकरणमा दिनुभएको छ। झन्डै त्यो किसिमको आधारहरू उनका कविताहरूमा स्वतः आउँदो रहेछ भन्ने मलाई लाग्यो। यो एउटा कविता अर्को म तिमीलाई कसरी देखाउँ भनेका रहेछ। मलाई त लाग्यो कि प्रेमका कविताहरू युथ निकै लेखे होला नि, भर्खर कलेज सकेर एमए सकेका भर्खर प्रेमिल अनुभूतिमा भिजियो होला भने। अन्त प्रेम पनि तर यसरी लेख्दा रहेछन्। पिपलको बोट सामु गएर उभिनु र बुझ्नु त्यसका आकृतिलाई, र सक्यौ भने गन्नु ती पातहरू र बोकेर आउनु हिसाब किताब कति खसे कति पलाए ती पातहरू, तब तिमी बुझ्नेछौ म तिमीलाई कति प्रेम गर्छु। पिपलको पातसँग त्यसलाई मुटुको रूपमा एउटा प्रस्तुत गरेर त्यो बिम्ब दिएर कविता श्रद्धेय कवि मनप्रसाद सरले लेख्नु भएको थियो धेरै अघि। उहाँले पनि त्यो कुरोलाई एउटा पागल प्रेमी भयो, मुटु छातीमा त्यो पत्ता राख्यो भन्ने साह्रै सुन्दर ढङ्गले अमर कृतिले बिम्ब दिँदै दिँदै अन्तिममा गएर जुन किसिमले यो पिपलको पात झर्यो कति पलायो त्यो कुरो हेर्नु अनि तिमीले बुझ्छौ भनेको मलाई अत्यन्तै रमाइलो लाग्यो। प्रेममा पनि यिनी यतै सरल कुरो लेखेर पनि गम्भीर हुन सक्दा रहेछन् भन्ने कुरा लाग्यो। अब उनले प्रेमको असफलतामा हो भने सामान्यत वियोगी हुन्थ्यो, दुख्थ्यो, पोल्थ्यो, त्यो छटपटाहट हुन्थ्यो। यिनले तर त्यो नमानी अर्कै किसिमले भनेका रहेछन्। अब बिन्ती तिमीलाई यति छ प्रिय, सक्छौ भने तिमीले जाँदा लगेर गएको मेरो बगैँचाको मुस्कान फर्काइदेऊ, किनकि मान्छेहरू मेरो मुटुको फैलावटलाई खण्डहरूको विशालता देखेर चुकचुकाइरहेका छन्। यसो भनेका रहेछन्। अब यहाँ एउटा कविता छ एक्लै हुनु भन्ने कवितामा कविताको वृत्ति, प्रस्तुतिकरण, कविताको जुन लय विधान त्यो कुरोहरू हेर्दाखेरि कवि मनप्रसाद र मोहन ठकुरी महोदयको एउटा निशब्द भन्ने कविताको यिनले पर्याप्तै त्यहाँबाट प्रेरणा ग्रहण गरेका रहेछन्, त्यहाँबाट प्रभाव ग्रहण गरेका रहेछन्, त्यहाँका धेरै कुरा अनुकरण पनि गरेका रहेछन्। यसरी मैले भन्न खोजेको यिनी आफ्ना अग्रजबाट पनि पर्याप्तै लाभान्वित भएका छन्। अनि एउटा कालखण्डका होइन निकै कालखण्डका अग्रजहरूबाट यिनी आफूले त्यो लाभ ग्रहण गर्न सक्ने क्षमता यिनले देखाएका छन्। जाति प्रेम त यिनका कवितामा देखा पर्छ नै। यिनले दिशानिर्देश पनि गर्नुपर्छ भनेर एउटा कविता यस्तो लेखेका छन्। घामको अस्तित्वलाई भुलिदिउँ जसरी भुल्यौँ हामीले आफ्नै नाम, जाति र थर, जुन किरीको मन परि चल्ने यस देशमा मनलाई शङ्खालु संशय र विद्रोही जस्तो केही गनगन गर्न नदिउँ। एक ठाउँ चाहिँ यिनले कवितामा टाटे पाङ्ग्रिएको भनेका रहेछन्। टाटे पाङ्ग्रे भएको किन भनेनन् यिनले, टाटे पाङ्ग्रिएको भने, तर त्यो पनि कवितामा एक किसिमले उनको शब्द निर्माण प्रक्रिया होला। अर्को एउटा कविता पढ्दा चाहिँ मलाई के लाग्यो भने यिनले यसो लेखेका छन्। आजकल एकपल्ट यो थोत्रो घरतिर नजर त फिराऊ, जहाँ तिम्रो आगमन चुपचापका तालहरू बिनै भएको थियो। यो कविता पढेपछि मलाई एउटा लाग्यो यो फिराउ चाहिँ यिनले किन लेखे भन्ने चाहिँ एउटा लागिरह्यो। फर्काउँदै लेखेको भए भइहाल्थ्यो, फर्काइदेऊ लेखेको भए हुन्थ्यो होला, तर फिराउ किन लेखे त्यो कुरो भने म अमर कृतिलाई सोध्न चाहन्छु। मैले यो किन भने भन्दाखेरि अमर कृतिले जुन किसिमले कविता लेखेका छन्, कविता लेख्दाखेरि उनमा भाषामा पनि एकदमै सचेत छन्। हाम्रो आफ्नै किसिमको आफ्नै माटोको सुगन्ध आउने किसिमको भाषालाई हामीले प्रयोग गर्नुपर्छ भन्ने कुरामा उनी सचेत छन्। त्यो कुरो मलाई लागेर पनि एउटा लागेको। अनि अर्को कुरो चाहिँ त्यसो त उनले फेरि यो मिथकहरू, पारिभाषिक शब्दहरू अन्य क्षेत्रबाट पनि लिएका छन्। तर मलाई लागेको अर्को कुरो के पनि हो भने आजका युवाहरूलाई सबभन्दा बढी, अहिलेका नव पुस्ताका युवाहरूलाई सबभन्दा बढी आइपरेको एउटा ठुलो आरोप चाहिँ के हो भने आजका युवाहरू कविताका नाममा त्यति गम्भीर छैनन्, कविताका नाममा कविता लेख्दैनन्, कविताका नाममा आजकल अरू थोकहरू प्रस्तुत गरिरहेका छन्। अब त्यस्ता प्रश्न
त्यस्ता प्रसङ्गहरूमा हामी निर्धक्कसँग तपाईँले इडिपस गुमनाम इडिपस पनि पढ्नुहोस् भनेर हामी भन्न सकिन्छौँ, किनभने त्यस्ता सचेत युवाहरू पनि छन्